Welcome to Heavenly Voice, where we share powerful Christian insights to uplift your spirit. जय मसीकी साथीहरू आजको छलफल अनि संवेदनशील छ तर हाम्रो दैनिक जीवनसँग जोडिएको छ। प्रश्न छ के एउटा ईसाईले मूर्तिमा चढाएको खानेकुरा वा प्रसाद खानुहुन्छ? हाम्रो देशमा हामी अल्पसंख्यक छौँ। हाम्रो धेरै छिमेकी इष्टमित्र र साथीहरू हिन्दू वा अन्य धर्मावलम्बी हुनुहुन्छ। हामी उहाँहरूलाई माया गर्छु र सुसमाचार सुनाउन चाहन्छु। जब हामी उनीहरूलाई जन्मदिन वा क्रिसमसमा बोलाउँछु, उहाँहरू खुसीको साथ आउनुहुन्छ र हामीले प्रार्थना गरेर दिएको खाना खानुहुन्छ। तर जब उहाँहरूले आफ्नो चाडपर्वमा हामीलाई निम्तो दिनुहुन्छ वा मिठाई प्रसाद पठाउनुहुन्छ, हामी अप्ठ्यारोमा पर्छौँ। खाऊ भने पाप होला कि भन्ने डर, नखाऊ भने सम्बन्ध बिग्रेला कि भन्ने चिन्ता। यसको बारेमा पावलले कोरिन्थीको मण्डलीलाई लेखेको पत्र अध्याय 8 र 10 मा स्पष्ट पारेको छन्। त्यहाँबाट हामी केही मुख्य कुरा सिक्न सक्छौँ। पहिला, मूर्ति आफैमा केही पनि होइन। साँचो कुरा त के हो त भने मूर्ति भनेको ढुङ्गा वा माटो मात्र हो, त्यो केही पनि होइन। पहिला कोरिन्थीको 8:4 मा लेखेको छ, त्यसले त्यहाँ चढाउँदैनमा खानेकुरा बिटुलो भइहाल्ने त होइन, तर चढाउने व्यक्तिको नजरमा त्यो पवित्र र देवी शक्ति भएको कुरा हो। यदि कसैले यो त देवताको प्रसाद हो भनेर दिन्छ भने हामीले आफ्नो गवाहीको लागि त्यसलाई नम्रतापूर्वक हुन्न भन्नुपर्छ। यदि उनीहरूले धेरै कर गरे भने मुस्कुराउँदै हाँस्दै लिएर पछि कुनै भोको माग्ने वा गरिबलाई दिन सकिन्छ। दोस्रो, खाना कहाँ खाने र कहाँ नखाने। मन्दिरभित्र कुनै पनि हालतमा मन्दिरभित्र बसेर प्रसाद खानु हुँदैन। पहिला कोरिन्थीको 8:10 मा लेखेको छ, यसले हाम्रो प्रभुको अपमान गर्छ र नयाँ विश्वासीहरूलाई अलमलमा पार्छ। कसैको घरमा यदि कुनै साथीले खानामा बोलाउँछ भने धेरै सोधखोज नगरी खान सकिन्छ। पहिला कोरिन्थी 10:27 मा यसरी भनेछ, हाम्रो उद्देश्य सम्बन्ध बनाउने हो, बिगार्ने होइन। बजारमा पाने मासु वा मिठाई बिनाउँदै कसैले पूजा गरेको छ कि भनेर सोधिरहनु पर्दैन, किनकि पृथ्वी र यसमा भएको सबै थोक प्रभुका हुन्। यो पनि पहिला कोरिन्थी 10 अध्यायको 25 र 26 पदको अनुसार मैले भनेको। हामीले धन्यवादको प्रार्थना गरेर खाँदा त्यो कुरा शुद्ध हुन्छ। तेस्रो, ठेस पुर्याउनु काम नगरौँ। सबैभन्दा ठुलो कुरा प्रेम हो। तपाईँलाई थाहा छ कि मूर्ति केही होइन र खाँदा केही हुन्न, तर तपाईँले खाएको देखेर कुनै कमजोर विश्वासीको मनमा चोट पुग्न सक्छ वा उसले मूर्तिलाई ढोक्दा पनि हुने रहेछ भन्ने गलत अर्थ लगाउँछ भने त्यहाँ तपाईँले आफ्नो स्वतन्त्रतालाई त्याग्नुपर्छ। आफ्नो खानपानको कारणले अर्को भाइ वा बहिनीलाई पापमा नपार्नुहोस्। पहिला कोरिन्थीको 8 अध्यायको 13 पदको अनुसार मैले भनेको। निष्कर्षमा भन्नुपर्दा साथीहरू, सत्यसँग कहिले पनि सम्झौता नगर्नुहोस्। प्रभु नै एकमात्र परमेश्वर हुनुहुन्छ। अरू धर्म मान्ने साथीहरूलाई अनावश्यक रूपमा तिनीहरूलाई निचे नदेखाउनुहोस्। कमजोर विश्वासीहरूलाई हेला नगर्नुहोस्। पावलले भने जस्तो, चाहे ती नामधारी इसाई हुन्, गैर इसाई हुन् वा भर्खरै प्रभुलाई चिनेकाहरू कसैलाई पनि ठेस पुग्ने काम नगर। हाम्रो हरेक बानीले प्रभुको महिमा होस्। जय मसीह। धन्यवाद। कृपया हाम्रो च्यानल लाइक, शेयर र सब्स्क्राइब गर्नुहोला र अपडेट्सको लागि बेल आइकन दबाउन नबिर्सनुहोला।